गुड मर्निङ। आज बिहानै म यहाँ एउटा प्रोजेक्ट गर्न लागिरहेको छु। यो प्रोजेक्ट छ यो देकमा इस्कुस रोपेको। यो इस्कुसलाई यो निकै बढेर आइसक्यो, यसलाई थाङ्ग्राको जरुरत भइरहेको छ। अब यो थाङ्ग्रा चाहिँ म यसलाई अलिक निकै राम्रो खालको स्ट्रक्चरल किसिमको बनाउन तयार गर्दैछु। सेकेन्डको 10-15 सेकेन्डको त्यो हुनु पर्यो, जोड्नुपर्छ पछि। मिडियाको सानो काम गरे पनि अहिले ठुलै बनाएर देखाउनु पर्ने भएको छ। अब यो मैले बनाउँदैछु इस्कुसको लागि थाक्रो, एकदम राम्रो स्ट्रक्चर यसलाई बनाउन लागिरहेको छु। पर्मानेन्ट किसिमको प्रत्येक वर्ष युज गर्न सकिने। यहाँ इस्कुस बढ्दैछ, अब यसले यहाँ माथि फलेर लटरम्मै चाहिँ फल्ला भन्ने निकै विश्वासका साथ, जोस र जाँगरका साथ यो चाहिँ स्ट्रक्चर मैले बनाउँदैछु। थ्याङ्क यू। कस्तो लाग्छ? लाइक, कमेन्ट एन्ड सेयर। हेर्नुहोस्, अब यो स्ट्रक्चर यस्तो खडा भएको छ। यो बिहानभरि करिब 2 घन्टाको मेहनत। अब यो स्ट्रक्चरमा इस्कुसले कतिको हाँगा फैलाउँछ हेर्दै जाउँ। करिब 2 घन्टा जतिको मेहनतमा यो प्रोजेक्ट पुरा भएको छ। हेरौँ। बाई।